खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका स्थित यो चाहिँ तुवाचुङ डाँडामा रहेको निर्मित मिनी ग्रेट वाल भनेर अहिले सबैले चिन्नुहुन्छ। मिनी ग्रेट वाल चाहिँ तुवाचुङ डाँडामा यसरी बनिएको छ र यो मिनी ग्रेट वालको विशेषता भनेको चाहिँ यहाँ कुनै किसिमको सिमेन्ट बालुवा प्रयोग गरिएको छैन। यहाँ चाहिँ चुना र सुर्खी प्रयोग गरिएको छ हैन। यो निकै लामै छ, यहाँहरूले देख्न सक्नुहुन्छ। यहाँ विभिन्न किसिमको र यो डाँडामा चाहिँ किराँतीहरूको पुर्खा तयामा खियामाले तान बुन्ने ठाउँ छ, उहाँले तान बुनेको ठाउँ हैन। त्यसै गरिकन त्यो चाहिँ प्राकृतिक रूपमै छ भनेदेखि मानव निर्मित संरचनाहरू पनि छ, जस्तै रैछा खुलेको मूर्ति छ हैन। यहाँनिर देख्न सक्नुहुन्छ। यहाँ यो वाबु हैन, वाबु चिन्डो छ। त्यसै गरिकन यहाँ पर त्यो चाहिँ रैछा खुलेको मन्दिर हो। जस्तै यहाँ अब यहाँ चाहिँ विभिन्न किसिमको आर्टहरू राख्नको निमित्त यसरी चाहिँ खाली ठाउँ हैन, खोपै जस्तो बनाएर फ्रेमिङ फोटो फ्रेम जस्तो बनाएर राखिएको छ। र यो बाटो म पनि त्यही त धेरै नै हिँड्छु, ओहोरदोहोर गरिराखेको हुन्छु। तर यो मिनी वाल हैन, यो मिनी वाल, यो वाल लाएदेखिको चाहिँ मेरो पनि पहिलोचोटि भ्रमण हो यो उमा चाहिँ यो वाल लगाइसकेपछि। जस्तै यहाँ देख्नुहुन्छ ठाउँ ठाउँमा यसरी चाहिँ आर्टहरू हैन, संस्कार संस्कृति झल्काउने आर्टहरू चाहिँ राख्नको निमित्त त्यसरी खाली ठाउँ पनि छोडिएको छ। जस्तै अब यहाँबाट यो डाँडाबाट तपाईँले यो साइड हेर्नुभयो भनेदेखि यो हिमाल हैन, हिमालहरू पुरै देखिन्छ। यहाँ रैछा खुलेको प्रतिमा छ हैन, रैछा खुलेको प्रतिमा पनि राखिएको छ। त्यसै गरिकन यो मिनी वाल पनि निकै लामै रहेछ, मलाई लाग्छ यो लामै नै छ। किनभनेदेखि यो पल्लो छेउ भूमेथानदेखिको सुरु भएको छ। भूमेथान भनेको चाहिँ यहाँ चाहिँ किराँत राईहरूको साकेला पनि निकाल्छ पछि वैशाखी पूर्णिमामा। त्यो बेला साकेला निकाल्ने थानलाई भूमेथान भनिएको छ। त्यहाँबाट सुरु भएर यो निकै परै छ। यो चाहिँ रैछा खुलेको प्रतिमा भयो हैन, रैछा खुलेको प्रतिमा। यो चाहिँ मानव निर्मितै हो है। अनि अब यो चाहिँ यो मिनी वाल। अब यो वाल किन लगाइयो भन्नुहुन्छ होला भनेदेखि यहाँदेखि उतो चाहिँ भिरै भिड नै छ। यो म देखिनँ हाइट कम भएकोले गर्दाखेरि, तर यहाँदेखि पनि हेर्दाखेरि चारैतिर रमाइलो छ हैन। वरिपरि सबै चारैतिर देखिन्छ। यहाँबाट पनि यो कुनै यो भयो। अनि जस्तै यहाँ तल रोडबाट आउने ठाउँ चाहिँ यताबाट सिँढी छ हैन। यो सिँढी छ, यो यसरी चाहिँ करिब 300-400 जति सिँढी छ कि हैन। यो यसरी चाहिँ यो सिँढी आउनुपर्छ। यो तल जुन तल सेतो छ तल देखिएको, त्यो चाहिँ अहिले बनाउँदै गरेको नयाँ संरचना बस पार्किङहरू होला। त्यहाँ मान्छे बिसाउने ठाँटी छ हैन। यो पारी देखिएकोहरू यसरी चाहिँ यो यस्तो बनिएको छ। यहाँ यो